मलाई हेरिरहनु भएको सम्पूर्णलाई म रोमन विश्वकर्माको नमस्कार भन्दछु। हामी डालीको कमान ब्लुमफिल्ड फ्रेडरिक डिभिजनका 2-3 वटा समाज मिलेर हामीले एउटा बिमारीको चन्दाको लागि चन्दा उठाउँदैछौँ। उहाँ हुनुहुन्छ हाम्रो गाउँकै एकजना महेश थुलुङ काका। उहाँको सम्बन्धित कालिम्पोङको हुनुहुन्छ। उहाँको धेरै खर्च भइसकेको छ, नभनेको पनि 4.5-5 लाख चाहिँ उहाँको पहिलाबाट गयो खर्च भइसकेको छ। र अब असमर्थ कतिवटा आर्थिक रूपले असमर्थ हुन्छ हामी यस्तो कुरोमा। त्यसले गर्दा त्यही कारण चाहिँ हामी पनि एउटा सानो सहयोग स्वरूप सानो हामी 2 समाज मिलेर 3 समाज मिलेर हामीले एउटा चन्दा उठाउने काम गरिरहेछौँ। र अर्को कुरो चाहिँ के भन्ने, हामी फ्रेडरिक इन्द्रेली समाजका अनि साथै ठुलो समाज हाम्रो भनिन्छ ठुलो समाजबाट ग्रामीण सेवा समाजबाट हामी 2 जना मिलेर हामीले हाम्रो गाउँमा चन्दा उठाउँदैछौँ। र यसको लागि हामीले तपाईहरुलाई यो एउटा सानो सूचना पनि दिँदैछौँ। सबै सम्पूर्ण अब साथीहरू हुनुहुन्छ, हामी सबै डुल्दैछौँ। हामी भन्छौँ ईश्वरलाई प्रार्थना पनि गर्छौँ कि उहाँ जो बिमारी हुनुहुन्छ उहाँ छिटै नै जाति होस्, छिटै सन्तोष भनेर हाम्रो यस्तै आशा र भरोसा ईश्वरमाथि लिएर हामी पनि उहाँको निम्ति के सानो कर्महरू गरिरहेछौँ। यसको लागि सबैलाई आशीर्वाद दिनुहोस्, सबैले एउटा छिटो जाति हुने उयो दिनुहोस् है, के भन्छ आशीर्वाद दिनुहोस्। धन्यवाद। जाँदैछु, यो हो फ्रेडरिक डिभिजनको तल्लो भाङठाउँ भनिन्छ। यो गाउँमा अहिले हामीले हाम्रो काम गर्दैछौँ। अहिले अघि तपाईहरुलाई पहिलाकै भिडियोमा हामीले जुन चाहिँ जो बिमारीको लागि गर्दैथ्यौँ, जुन चाहिँ उहाँ हुनुहुन्छ कालिम्पोङको, त्यसको लागि हामीले डोनेसन गरेको थियौँ। उहाँको डिटेल्स चाहिँ यस्तो छ, बिचराको नभनेको पनि अहिले कमसेकम यो खातामा भएको अनुसार 4 लाख 4.5 लाख खर्च भइसकेको छ है। यो तपाईँले हेर्नु सक्नुहुन्छ यहाँनिर। अन्त यो चाहिँ हामीले आफै हाम्रो गाउँमा फ्रेडरिक डिभिजनको ग्राम विकास सेवा समाज र इन्द्रेली समाजद्वारा 2 जना मिलेर हामीले यो खालको भिडियो यसरी कलेक्सन गरेको छौँ। त्यो कारण तपाईहरुले देखाउन लागिरहेछौँ है। हामीले त्यसले गर्दा हामीले जति सेवा गर्न सक्यौँ, जति हाम्रोमा क्षमता थियो त्यति नै तपाईहरुले हामीले यसको उपलब्धि दिनु सक्यौँ। त्यसको लागि हामी यसमा दिँदैछौँ। त्यसको लागि धेरै धेरै धन्यवाद तपाईहरुलाई। अन्त यहाँनिर पैसा यति कलेक्सन भएको छ, तपाईले नोट पनि देख्नु हुँदैछ। यसमा छ तपाईको भाइ हाम्रो अघि थियो लास्टमा 10,677 चाहिँ अघि थियो भनेपछि अहिले तपाईको आउँदैछ 10,877 हाम्रोमा अहिले आइसकेको छ। हाम्रोबाट भएको यति नै हो। हाम्रो फ्रेडरिक डिभिजनको ग्राम विकास सेवा समिति र इन्द्रेली समाजबाट भएको कलेक्सन चाहिँ यति हो। त्यहाँदेखि बाँकीको अरूले साथीहरूले सायद गर्दै होला। त्यसको लागि चाहिँ अब उहाँहरुकोमा आफ्नै हिसाब होला है। हाम्रो यहाँ भाइ हुनुहुन्छ, बिचरा भाइले पनि पुरै खट्नु भएको छ यता त्यसले गर्दा मैले यता भिडियो देखाइ पठाएँ। उहाँ त हामीले जसकोबाट डोनेसन उठाउँदैछु उहाँको एउटा घरको सदस्य हो। उहाँलाई चाहिँ केही अनर्थ नसम्झिनु होला, किन सुतिरहनु भएको छ, गरम छ। धन्यवाद। स्मरण रहोस्, उहाँको बिमारी चाहिँ किडनी साथै एपेन्डिक्स पनि छ भनेर हामीले जानकारीमा पाएका छौँ।